हेलो गुड इभिनिङ सबैजनालाई फेरि पनि स्वागत छ मेरो सानो मिनी ब्लग्समा है। अलिकति ढिलो भयो सरी गाइस, किनभने आज चाहिँ मैले सिबी कसरी पुर लाउँछ भन्ने तपाईहरुलाई देखाउन गइरहेछु। टक्क यहाँ पर्दिन्छु पुर लाएर आएको मैले हैन। टक्क अब यति छ। आजदेखि आदिदेखि नै देखाएँ। यहाँ स्टार्टिङ हुँदैछ यसरी टक्क यहाँ हैन। यहाँ आमाले चाहिँ टक्क मल लगाइसक्यो हैन। टक्क यहाँदेखिको चाहिँ पुर लाउनु पर्ने हुन्छ है। टक्क पुर लाउँदैछु गाइस। त्यही हो, म यहाँ छु, थाकेको अवस्था, बहुत थाके गाइस। हात्ती यस्तो छ गतिलेस, त्यही हो, टक्क यस्तो छ। पुर चाहिँ यसले लाउनु पर्ने हुन्छ है गाइस। अब कसलाई सबैलाई याद होला प्रायलाई यसले चाहिँ काँटा भनिन्छ होला। त्यही हो, आज बहुत थाकेको छु। त्यही भएर तपाईलाई सानो मिनी ब्लगमा देखाइदिएको। सिबी यस्तो हुन्छ, सिबी यसरी पुर लाउनु पर्छ गाइस। बस्तीमा बसेपछि चाहिँ यतिको चाहिँ गर्नुपर्छ। थ्याङ्क यू सबैजनालाई मेरो मिनी ब्लग्स हेरिदिनु होला हैन। लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् च्यानललाई। कमेन्ट्स पनि प्लिज धेरै माया गरिदिनुहोस्। धेरै राम्रो कन्टेन्टहरु हाल्ने गर्छु गाइस म। तपाईहरुले माया दिनुभयो भने थ्याङ्क यू सो मच।